आज अफिसको साँचो हातमा आएर कम्पनीको नाम सिस्टममा। This is day 3 of starting an IT company in Nepal. आजको दिन अलि फरक थियो। धेरै दिनको खोजीपछि अन्त्यतः हाम्रो वर्क स्पेस भेटियो चाबेल काठमाडौँमा। यहीँबाट मर्फ कोड टेकको जर्नी अगाडि बढ्ने छ अब। अफिस स्पेस फेला पारेसँग एउटा बारी मनबाट हटे जस्तो लाग्यो। अर्को खुसीको खबर, कम्पनी रेजिस्ट्रेसन अफिसबाट हाम्रो नाम पनि अप्रुभ भयो। मर्फ कोड टेक प्राइभेट लिमिटेड अब अफिसियल बन्ने बाटोमा छ। रजिस्ट्रेसन प्रोसेस छिटो गर्नका निम्ति हामीले लयरलाई कम्पनी रेजिस्ट्रेसन प्रोसेस ह्यान्डओभर गर्यौं। त्यसको लागि हामीले केही इम्पोर्टेन्ट डिटेल्स दियौं। कम्पनीको नाम र लोकेसन, शेयरहोल्डर्सका नागरिकता विवरण, एनआइडी, इन्डिभिजुअल प्यान कार्ड र 2 साक्षीका नागरिकता, अधिकतम पुँजी र जारी पुँजी कम्पनीको र कम्पनीमा 5 वटा कम्पनी गोल्स। बाँकी रिगल प्रक्रिया अब एक्सपर्ट हातमा छ। आज हामीले रियलाइज गर्यौं सपना अब कागजातमा मात्र होइन, सिस्टमभित्र पनि जान थालेको छ। दिस इज डे 3 फ्रम आइडिया टु आइडेन्टिटी, मर्फ कोड टेक।